आफ्नो ज्यान गुमाउनु परेको छ। यो अवस्था निकै नै दुःखद तरिकाले हामीले यो भिडियो तपाईलाई सम्प्रेषण गरिरहेका छौँ। यो भिडियो गृह प्रशासनसम्म जो आन्दोलन गर्न आउनु भएको थियो उहाँहरूसम्म पुर्याइदिनु होला। नेपाली पत्रकारितामाथि आक्रमण गरेको देखिन्छ, त्यो कुरा हामीले हेर्नुपर्छ। जस्तो मेरो विरोध छ है, यसमा मेरो विरोध छ। किनभने म यो घरको पछाडिको घर मेरै हो होइन। यहाँ खास यो घटना किन भयो थाहा छ? यो पत्रकार मर्नुको कारण एउटा कारण छ। के भयो भन्दा यो घरको माथि, यो घर प्राइभेट घर हो, यो घरको माथि होइन पुलिस बसेको थियो क्या। यो घरको माथिबाट यदि टियर ग्यास र रबर बुलेट नहानेको यो घटना हुँदै नै थिएन। यहीँबाट हानेको हो? यहीँबाट सुरु भयो। यहाँबाट सुरु भएपछि यहाँबाट त देखिएन होइन। अनि यहाँ माथि बसेको हजुर ल हेर्नु है, यो माथि घरमा पुलिस कहाँनिर थियो भन्दाखेरि हेर यो माथि देखाएको छ नि, यहाँहरू ल सबैलाई म देखाउँछु है। हेर यहाँ पत्र, यहाँ त क्यामेरा 10तिर छ है। मैले भनेको कुरा फेरि रिभेरिफाई गर्नु है, सबैजना छ।